अब हाम्रो अध्यक्षजीले के भन्नुभयो, हामी कुनै पद लोभ मन्त्री सन्त्री कतै लाग्ने होइन। हाम्रो पार्टीको सिद्धान्त मार्क्सवाद लेनिनवादले जे हामीलाई बाटो देखाएको छ त्यो बाटोमा हामी अघि बढ्ने। उहाँ 10-12 सालदेखि समाजसेवामा लाग्नु भएको रहेछ। उहाँले गौरमा पढ्नुहुँदा उहाँको बुबा गौरमा काम गर्नुहुन्थ्यो, अध्यक्षको बुबा। त्यहाँ डुबान भएछ अनि त्यहाँ चाहिँ डुबान पीडितहरूलाई खानेकुरा बाँड्ने त्यस्तोमा उहाँ 10-12 वर्ष लाग्दाखेरि पछि लाग्नु भएको रहेछ। त्यहाँबाट उहाँले समाजसेवा भन्ने थाहा पाउनु भएको रहेछ। त्यसपछि 17-18 वर्षमा त उहाँ कम्युनिस्ट पार्टीको सदस्य भइहाल्नु र 26 सालमा उहाँ केन्द्रीय सदस्य हुनु। त्यस बेला उहाँको उमेर 28 वर्ष जति हो। 26 सालमा 28-30 वर्ष जति हो। त्यस बेला उहाँ त कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य, पुष्पलालको कमिटीमा। 26 सालमा उहाँलाई पुष्पलालले बोलाउनु भयो इन्डिया आउनु भनेर। ल भनेर उहाँ इन्डिया जानुभयो। त्यहाँ चाहिँ छलफल हो। 28 सालमा नक्सलबाडी आन्दोलन भयो भारतमा। नक्सलबाडी आन्दोलन भनेको दार्जिलिङको वरिपरि त्यहाँ नक्सलबाडी भन्ने एउटा ठाउँ छ। त्यहाँ कम्युनिस्ट नेताहरू चारो मजुमदार लगायतले जमिनदारलाई काट्ने मार्ने। त्यहाँको लाइन के हो, चीनमा पनि त्यस्तो भएको थियो, तर चीनमा जनताको समर्थन गर्न भयो। त्यहाँ चाहिँ के हो, चीनको जस्तै गर्ने भनेर भारतमा 1 स्क्वायर 1 युनिट 1 एक्सन भन्नाले 1 स्क्वायर भनेको एउटा गाविस एउटा टोल, 1 युनिट भनेको एउटा पार्टी कमिटी हुन्छ, 1 एक्सन भनेको एउटा जमिनदारलाई सिद्ध्याउने, एक्सन भनेको कारवाही गर्ने। त्यो चाहिँ इन्डियामा सुरु भयो नक्सलबाडी आन्दोलन। ड्याङडु काठमा अनि नेपालको कम्युनिस्ट पार्टीमा छलफल भयो। भारतले यो गरेको ठिक कि बेठी। हाम्रो अध्यक्षले भन्नुभयो रुख काट्नलाई पात टिपेर हुँदैन, जरैदेखि उखेल्नुपर्छ। यो 1-2 मान्छे मारेर हुँदैन, सारा जनतालाई सङ्गठित गर्नुपर्छ। केही मान्छेले बुझ्दैमा क्रान्ति हुने भएर मार्क्स एङ्गल्सकै पालामा उहाँहरूले संसार अध्ययन गरेर त्यत्रो पुँजीदेखि होइन सबै किताबहरू लेख्नु। क्रान्ति 1-2 नेताहरूको इच्छामा हुँदै होइन। नेताहरूले नेतृत्व गर्ने, सारा जनतालाई शिक्षित गर्नुपर्छ, सचेत गर्नुपर्छ, सङ्गठित गर्नुपर्छ। यो ठिक छैन भन्ने कुरा हो। त्यही कुरो झापामा सुरु भयो। झापा आन्दोलन 28 सालमा त्यही नक्सलबाडी पूर्वबाट झापातिर आयो नेपालको। त्यहाँ पनि कमिटी गठन भयो पार्टीले। त्यहाँ पनि त्यस्तो 1 स्क्वायर 1 युनिट 1 एक्सन। एउटा क्षेत्र एउटा गाविस हुन्छ, त्यो गाविसमा एउटा पार्टी कमिटी हुन्छ, त्यसले एउटा कारवाही गर्नुपर्छ भन्ने कुरा। त्यो निर्णय गर्दाखेरि त्यो झापा जिल्लामा एउटा लिम्बू जनजातिका मान्छे रहेछ जिल्ला अध्यक्ष। अनि पार्टीको केन्द्रबाट प्रतिनिधित्व गर्ने हाम्रो पार्टी होइन, त्यस बेला यो अलग भइसकेको रहेछ। मोहनचन्द्र अधिकारी भने केन्द्रबाट जिल्ला हेर्ने, झापा जिल्ला